गाइज नमस्ते सबैजनालाई दर्शन चौले सेवा हो होइन। आज चाहिँ म एकदमै सिरियस म्याटर लिएर आएको। सिरियस म्याटर के हो भने मैले बुझ्छु त एउटा कुरा मैले नबुझेको अरू बारे पनि थाहा भयो मेरो बारेमा होइन। म मोटी भएर लड्छ ठिकै छ, चबी भएर ठिकै छ होइन। होइन त्यसकै खाइदिएको जस्तो त्यसकै घरमा गएर त्यसले खाना खानु लागेको थुतेर खानु लाग्छ जस्तो म मोटी भयो नि, म जस्तो भयो नि मैले आफै खाएको छु नि त होइन। जे गर्दा मैले आफै खाएको छु नि त। अनि अर्को कुरा मैले टिकटकमा लभ भिडियो हाल्दाखेरि लभ पऱ्यो रे, फल्नाको छोरीको लभ पऱ्यो रे, फल्नाको यस्तोको लभ पऱ्यो रे होइन। मेरो बहिनीबाट कुरा छ, मेरो दिदीबाट कुरा छ, ल ठिकै छ। स्याड भिडियो हाल्यो ब्रेकअप भएछ, त्यस्तै हुनु नै थियो नि त। एक दिन तिमीहरूको ब्रेकअप हुनु नै थियो, नराम्रो हुनु नै थियो, मलाई पक्कै थाहा छ भन्छ। अब खुसी भएको देख्न नसक्ने, दुःखी भएको छ देख्नै नसक्ने, गर्नु चाहिँ के? अब नाचेर भिडियो हाल्यो भने यस्तो पनि नाच्न आउँदो रहेछ त भन्छ। आएर त नाच्यो त होइन। मैले त अब आएँ नि नआएँ नि म त्यतिकै नाचेकै हुन्छु। कुनै भिडियो पनि हेरेँ अब कोही छ क्या, सबैलाई भन्नु खोजेर होइन, कोही पर्सनहरू छ होइन। आएर घुरेर हेर्छ, मेरो पुरै आइडी घुरेर हेर्छ, आएर कमेन्ट गर्छ, हाँसेको इमोजी सेन्ड गर्छ, त्यो भाइ केही पनि गर्दैन। अनि बोल्नै छ भने मेरो अगाडि आएर बोलाउ न। आमा हो स्याड भिडियो हाल्दा ब्रेकअप भयो अरे, ह्याप्पी भिडियो हाल्दा लभ पऱ्यो अरे। अब कसैको लागि अब यतिकै अब फर लाइक हुन्छ नि पसन्दिदा मत भनेर भिडियो हाल्यो भने यसको मान्छेलाई हालेछ, को रहेछ त्यो मान्छे, कहाँको रहेछ, कुन कन्ट्रीको रहेछ, के काम गर्दो रहेछ, तिमीहरूलाई भन्नु पनि मैले आमा के साह्रो हो बाबा रे। नीति कुतीको पनि अलिकति लिमिट हुन्छ नि हौ। मान्छेको यहाँ उठ्ने बित्तिकै स्किन केयर गर्ने टाइम छैन हौ बा। कति मजाको ड्युटी छ है, कस्तो आनन्द छ, केही प्रब्लमै छैन। तिमीहरूले आएर मेरो ड्युटी गर्दैछौ, त्यो अलिकति एकछिन पब्जी गरेर के खेलिदिएको, लाइभ आएर के बस्दिएको, बा त्यसमै टच गर्दैछ हो। मेरो ड्युटी आनन्द छ, चिरमा छ। म त मस्त गर्दै पनि ठिक छ, नगरे पनि ठिक छ, गए पनि ठिक छ, नगए पनि ठिक छ। त्यही भएर त्यस्तो हेल्दी भएको छु। त्यो अहिले मेरो कुरा काट्यो तिमीहरू त्यो कति घन्टा ड्युटी गरेर पनि स्ट्रेसमा बस्ने, म यत्रो 16-17 घन्टा ड्युटी गर्दा म चिलमै छ। जाँदा लाउने रक्कै भएर म त ची मारिदिन्थ्यो होला हौ, म त हामी पनि ची मारेर मारिदिन्थ्यो होला मलाई। पप्पा के साह्रो काम छैन, गर्मी मुडी हुँदा पनि के साह्रो नीति चाहिएको हो जाँदा लाउनेहरू। मैले भने सबैको लागि भनेको होइन, कोही जामा लाउने छ क्या, अति नै भनेको केही कुरा काट्ने नै हुन्छ नि। मोटी भयो म आफ्नै खाएर भएँ, कसो खाएको छु र पप्पा रे। अगाडि आएर भन्दैन फेरि पछि कुरा काट्दै बस्छ छुचुन्द्राहरू। कति नहो मलाई त आजकल मैले के भ्लग गर्ने स्टार्ट गरेको होइन। आम्मामा त्यो मेरो मर्जी, त्यो मैले आफै बनाएको कन्टेन्ट हो, कसैको कपी गरेको छैन। एक दिनमा भाइरल भएर देखाउँछ पर्छ। सो त्यही हो, यही थियो आजको सिरियस कुरा होइन। सो के भन्नु, धन्यवाद मेरो कुरा काटिदिनुको लागि, धन्यवाद अझै मलाई फेमस बनाइदिनुको लागि। म चाहिँ एकदम फिल लाइक प्राउड गर्छु कि यस्तो पनि मान्छेहरू चाहिँ मैले अलिकति चिनेको थिएँ होइन। अहिले पनि अगाडि राम्रोसँग बोल्छ, तर पछि तर पनि केही छैन, धन्यवाद नमस्ते सेवा भनिदिन्छु म त। अगाडि आऊ न, आएर सँगै मिलेर कुरा काटौँला, के गर्नु छ बुढो प्लानिङ गरौँला। भगवान हौ अम्मा बाबा ल गरी खाऊ तिमीहरू। गएर सब्सक्राइब गर मेरो युट्युब च्यानललाई गएर, कमसेकम त्यहाँनिर एकजना त अझै बढ्छ नि, खुसी त हुन्छु म कमसेकम। ल गुड नाइट सबैजना, सुट गाइज प्लिज गो एन्ड सब्सक्राइब माई युट्युब च्यानल। थ्याङ्क्स फर वाचिङ, बाई बाई।